गाइस हामी चाहिँ मुक्तिमा जाँदैछौँ अनुहार कस्तो भयो माथि गएर नुहाउने खुट्टा छ हिँड्ने जान्ने छ नि उनीहरू उनीहरूको प्रशंसा छु खुट्टा पाटेर के हुन्छ अब सास पनि रोग घाम लाग्ने चाहिँ मन्दिर खोजिरहेको छ कति हो टोपीलाई कस्तो फिलिङ्स लागिरहेको छ यस्तो भइरहेको ब्रे सासै फेर्न गाह्रो भइरहेछ Where is your temple? हिँड्नै नसक्ने के हामीले चाहिँ माथि त्यो माथि त्यो पतङ्ग टाँगे जस्तो छ नि हो त्यहाँ हो माथि के माथि डाँडा माथि फाइनली गाइस हामी चाहिँ मुस्ताङ आइसकेको छौँ यस्तो छ यहाँको भ्यू नजारा Where is the temple? Where is the ice? कस्तो लाग्यो जस्तो सास पनि लाग्छ फाइनली गेटसम्म आइपुग्यौँ अब माथि जाने कसरी हो थाहा छैन मलाई यस्तो डराउँछ जान्दैन माइ गॉड सास पनि भयो त्यहाँनिर थाहा Right? Come on! Where is the temple? सास पनि भयो स्वर्गद्वार पनि हो त नाम त भगवान के यार बाइक जान्छ होला कि लगम लाने नै मरे म मरेमा त यार बाल बच गए जस्तै दौड्ने चाहिँ उकालोमा त रेग लागे जस्तो भयो कि सास पनि भएर त्यो रहेछ भाइ एकचोटि आउनुपर्छ तर आइयो
फाइनली मान्छे भिडभाडमा देख्न सक्नुहुन्छ तपाईँले टोपी खस्यो भुइँमा यति जग्गा छ त जाडो भयो आज हामी आउने धेरै भिड सबैमा कहाँ हिँड्थे पूजा नि गरेन कैसे जब हुआ है जुत्ता राशि जानुपर्ने रहेछ भित्र है गर्नुपर्ने होला तिमीहरूको फुल हो कि यार ठुलो छ है कहाँ लिएर आउँदा चाहिँ कि स्कुटर गाह्रो छ है गाह्रो छ स्कुटर राइडिङ भन्नै पर्छ ध्रुवबाट नि सुटरलाई सुटरको त जिया जिया यस्तो भयो गाई यस्तो भयो कि अब के गर्ने क्या भगवान् बाटोमा राख्छु म यही बाटोमा राख्न चाहेँ के हुन्न होला नि राखेको छु हेर्न एकजनाको यस्तो छ तलबाट यहाँ छ मेरो अगाडि गइसकेँ अब गाह्रो छ दुब्लो भाइ मैले लिन होला नि म
कहाँ आयो स्कुटर कहाँ आयो भन्ने कुरा हो कि कहाँ आयो तिमी स्कुटी भन त के छ बिप्लब भाइ के जुत्ता हिँडिराखेर जाने बाइकमा आइसकेको छ कस्तो ठाउँमा लिएर आएको धेरै मान्छे आउने त्यहाँबाट कि बाटो बस्दैन यहाँनिर त्यही हिउँमा जानु त अलिअलि भइहाल्छ फुटफुट कस्तो लाग्यो म त एकछिन कस्तो लाग्यो ज्याकेट परिवार ये क्या खतरा है यार मुस्ताङ गइसक्यो के होला होला त हाम्रो यतैमा यस्तो भयो भाइको रोडबाट रगत आइसक्यो मुझे घर जाना रोडबाट रगत आयो घर जाने मम्मी म कहाँ फसे यो पर उम्किँदैन यार ल गाइज हामी चाहिँ अब घर जानु पर्ने हुन्छ हिउँ काट्डल्ला रहेछ यहाँतिर कि बोल सकता था त्यो वाला के केही नबनाउनु जान्थ्यो अन्त भिडियो मात्र बनाइदिनु मेरो स्कुटर छ त्यहाँ तर स्कुटरलाई यहाँ छोडेर मान्छे मात्र यहाँ आएर अनुहार पनि कस्तो भएको छ मा कडक्स ओ छिटो आऊ म त लागिहालेँ है तर यहाँ हिमाल कसरी चल्छन् कि मान्छे यति पनि पुरै सास फेर्न धौ गरेर मर्नु भए हिमाल चल्नु नट अ जोक गाइज म त यहीँ पनि सास फेर्न भाउ र रिङ्गाट लाग्ने जस्तो भएर अप्रै भए तरिकालाई अन्त आइगयो जान्मीलाई कस्तो थियो कि हाँसो लागिरहेको मलाई त ल फेर अप्पर मुस्ताङ जाने बाटो है कहाँ हो र त्यहाँ अन्त अब जान्छौँ मार्खा जाने यति बेला भइगयो क्यार्निको झ्याल लाग्यो जस्तो स्कुटर पनि दुःखै पायो स्कुटर हालत यस्तो भयो गाइजहरू जानुपर्ने हुन्छ तर मजा आयो सोचेको थिइनँ आफै आउँछु स्कुटर हुनु तर आइयो यार सुन त सोचेको थिएँ तर यति छिटो सोचेको थिएँ त आइयो आउनु त जाने कस्तो थियो भन्ने कुरा हो कि जस्तै भाइ सुटर हेर्नु कस्तो भाउ मैला कट ड्रिम थियो यहाँ आउने पनि सबै अब कता हुन्छ
म जान्छु अब के गर्नु गोब्रोहरू देखाउनु त चलाएको अब छैन स्टे ट्युन गाइज अब हामी चाहिँ फर्किन्छौँ त्यहाँ कागबिन जान्छौँ अनि होटलमा सामान हेर्छौँ त्यो लिएर फेरि तल जान्छौँ मार्फा जान्छौँ गाइज हामी चाहिँ पानी ल्याएको थियौँ कुला राख्नु ल्याएको थियौँ रे गाजसँग बोल्यो युमा जाने बेला हामीले अटाएन बाइकमा अनि डिक्कीमा राखिदिउँ न राखिदिउँ ल यहाँ अटो चाहिँ राख भन्यो भने 3टा बोतल राख्यौँ अनि एउटा बोतल चाहिँ मैले पराखेँ अनि पछि गाडी त मास्छ नि त तिम्रो माथिको म तसँग भेट भएर गु जस्तो गाडी जस्तै त्यत्रो बोतल अझ बोतल किनी ल्याउने जगस देखाइदिनु नयाँ जगसको ओए खुट्टा किन यस्तो भएको मेरो देखाइदिनु कपडा हो पानी लौरामा के हालत फुटेर नि यस्तो म बस्नु म पुरी आन्छु क्या बुझ्दैन प्रसाद आज भोक लगाएर प्रसाद सरसाद जाम कि छिटो अझ यत्रो जान्छ यार यस्तो भ्यू हेर्दै मजा भयो पल्टाइदिनु भन्छ नि गाडी बाइक यस्तो गरिदिन्छ